हट्या नानी मौसम चाहिँ यस्तो यस्तो छ गाइस हैन पानी चाहिँ परेको छैन एकदम पिरो लागिरहेछ हेर्न सक्नुहुन्छ है हटाइ थोरै पु भुन्जिङदेखि मुनिको यो चेलावे बाटो एकदम हामी चाहिँ एकदम मार्बल लगेर जाँदै गरेको हो गाइसहरु अलि कुदा लैछ यहाँ मेरो पक्किसक्यो त नि ल दाइ ल तर पक्रियो है मलाई भ्लग बनाउँदा म झर्छु है दाजुहरु हैन म नि यता भ्लग बनाउँदैछु यता मेरो नि म नि यता भ्लग बनाउँदैछु अर्को टाइममा नि बनाउँदैछु यहाँ कपाल लट्टा परेर हेर्न यहाँ पहिला यो बाटोको भ्यू चाहिँ कस्तो छ हेरौँ न यार हाम्रो पौ भन्ज्याङदेखि झर्ने बाटो यो चाहिँ बर्खा लागेर ठिकठिकै मात्रै भएको छ अहिले चाहिँ त्यति राम्रो चाहिँ छैन हैन गाइजहरु अब बिस्तारै हुन्छ होला राम्रो हाम्रो पनि बाटो पहिला भन्दा चाहिँ राम्रै भएको छ अहिले गाइजहरु हाम्रो पौ भन्ज्याङदेखि तमाखे झर्ने बाटो सम्पूर्ण महानुभावहरुले 5 मा हिँडेको हामी चाहिँ घरतिर रातभरि बसेर रातभरि काम गरेर भर्खर छुट्टी हुँदैछ यस्तो छ काम गराइले हैन हाम्रो चाहिँ हालखबरहरु भनेको ठिकठिकै छ यी खुट्टा भनेको यस्तो यतिको मात्रै छ हैन यतिको मात्रै छ खुट्टाहरु भनेको गाइजहरु जे होस् तर हाम्रो भन्ज्याङदेखि झर्दा चौतारा चाहिँ निकै भेटिन्छ है बस्नुलाई चाहिँ ठिक छ यो हाम्रो मान्छे वीरको चौतारा गाइजहरु है एकदम लास्ट टाइम मजा आइरहेछ के उठ्न बस्नु चाहिँ हेर्नु नै सर्र चिसो हावा खाँदै आनन्दले गइरहेको छ हैन देखेपछि म तपाईहरुलाई हेर्नुस् त गाई गाई हैन गाई छ हाम्रो घरको पक्का यही हो हाम्रो घरको पक्का यस्तै छ बाटो चाहिँ जे होस् कुहिरो लागेर खासै देखिएको छैन राति त यो भन्दा झन् धेरै लागेको थियो कुहिरो हैन बेलुका अहिले चाहिँ ठिकठिकै मात्रै लागेको छ अहिले चाहिँ उज्यालो भएर बाटो निकै नै देखिरहेछ हैन बेलुकाको 5 बजेदेखि सामान नोसार्नु थालेको गाइज हैन अहिले 6 बज्नै आँटिसक्यो एकदम 5 बजी बिहानको 10 बजेदेखि रातभरि ओसार्नु थालेको त 5 बजेबाट हो नि त यहाँ इथुङदेखि त भाइ हामीलाई नसिकाइ दिनभरि आएर गर्ने म सिकाउँछु मलाई फेरि क्यामेरा घुमाएन यसरी खै यहाँले नघुमाएन हाम्रो मामाहरू अगाडि गइसक्नु भएको छ गाइजहरु एकदम बाइकमा यता अरू बाइकहरू छ घरहरू छ है यता मन्दिरहरू छ हैन हेर्दै जानु होला हाम्रो तमाखेको बाटो पनि कति ताप्लेजुङ जाने बाटो मात्रै हेर्नुहुन्छ हैन कहिलेकाहीँ त पौ भन्ज्याङदेखि तमाखे झर्ने बाटो नि हेरिदिनु न गाइज यार हात बिग्रेर चाहिँ लास्ट भयो क्या तर लास्ट टाइम मजा आइरहेछ क्या मलाई चाहिँ हैन यसरी बाइकमा गाडीमा चढ्दा चाहिँ बाइकमा चढेको जस्तो भइरहेछ र लास्ट टाइम मजा आइरहेछ अरूलाई कस्तो भइरहेछ देखाएन यता देखाइरहेछ त मजा भइरहेछ यता दाजुलाई दामी पोपा अलिक गाह्रो हुँदै होला होइन यस्तै हो कोही कोही बेला होइन अब हामीलाई चाहिँ मजै भइरहेछ यहाँ चाहिँ मेरो लुगा कसलाई धुइदिने हो म पैसा दिन्छु 5 रुपियाँ यसको लुगा धुइदिनु एउटा बुहारी खोजिदिने बेला हो गाइजहरु हैन म 5 रुपियाँ दिन्छु मेरो लुगा धुइदियो भने 5 रुपियाँमा त तेरो लुगा कसैले धुइदिँदैन केटा मासु भात पनि दिन्छु 100 रुपियाँ दिन्छ भने म धुइदिन्छु बरु यार मासु भात पनि मासु भात त नखाने आओ यस्तै हो आज चाहिँ साला हैन यहाँदेखि तपाईँ पुगिन्जेलसम्मको भ्लग बनाएर हालिदिने हो क्या युट्युबमा त्यत्रो लामो हेर्दैन लङ भिडियो हालिदिने हेरोस् कि नहेरोस् न मेरोमा लङ भिडियो छैन नि त सर्ट मात्रै छ नि त
अब चाहिँ जिन्दगीमा धेरै चाहना सन्थेरेम तान्ने चन्दे भ्यूहरू यस्तो यस्तो चाहिँ गाइजहरू अय्या मासुको झोल पछाडिसम्म बिग्रियो होला है सिधै बसिरहेको सिधै बसिरहेछ त म त सिधै बसिरहेको छु त कता गएको पछाडि होला नि ओइ अच्छा बुदुली हुआ ए गाइजहरू होइन भ्यू हेर्न सक्नुहुन्छ है एकदम आई लभ यु सन्थेरेम म यहाँ भ्लग बनाउँदैछु नकराउनु न यार मलाई समात्नै म झर्छु है साँच्ची उता यो बोरा एउटाले एकछिन न अब कहाँ दिनु तपाईँलाई चाहिँ बसेको एकछिन अलिक बाटो सजिलो आओस् न बाटो सजिलो आइज दिइहाल्छु नि एकछिन बाटो सजिलो आओस् के अनि यस्तो अप्ठ्यारो बाटोमा अहिले म लड्यो भने नि लड्दैन मसँग एकछिन न त्यस्तो फटा नबोल्नु न भ्लगमा यार सजिलो बाटो त छँदै छैन लु यता ल धोती पनि बनाउँछु ल हाई गाइज है म नि भ्लग चाहिँ बनाउँदैन छु होइन हामी चाहिँ भ्लग बनाइँदैछ अब यस्तै त हो होइन हामीलाई दुवैजनालाई एकदम सपोर्ट गरिदिनु होला सबैजनाले हाम्रो च्यानल सब्सक्राइब गरिदिनु होला कान्छाको के छ तेरो च्यानल जेसन राई मेरो त त्यस्तै हो सबैजनाले कान्छाको नि भिडियो हेरिदिनु होला होइन मेरो त तपाईँहरूलाई भन्नै पर्दैन धेरैचोटि भनिसकेको छु मेरो बारेमा त होइन त्यो भएको कारणले गर्दाखेरि भिडियो चाहिँ सबैले हेरिदिनु होला गाइजहरू सपोर्ट गरिदिनु होला होइन हामीलाई पनि एउटा सोख हो नि त होइन त्यो भएको कारणले गर्दाखेरि अलिक बोल्नु सिक अनि पो अब बिस्तारै बिस्तारै सिक्नु पऱ्यो नि त होइन एकैचोटि त कसले जानेको हुन्छ र अहिले चाहिँ गाइजहरू मङ्सिरे आइँदैछ मङ्सिरेको देवी थान हो यो होइन कुहिरो हटेर एकदम बबाल सिन चाहिँ निस्किरहेको छ क्या गाइजहरू नि होइन एकदम सिन चाहिँ यतिको राम्रो भन्छु म चाहिँ अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ है पानी नपरेर बाटो पनि यतिको अहिले चाहिँ फुक्को भइरहेछ हिजो दिउँसोदेखि पानी परेको छैन नि त त्यो भएको कारणले बाटो पनि फुक्को भइरहेछ होइन दोस्रो पल्ट खाने पनि त्यही रक्सी नै खाने हो ए पाइपले अड्किन्छ फेरि पाइप चाहिँ याद गर्दै गरेँ खान्छ अड्किन्छ भयो यहाँ माथि त मङ्सिरे यस्तो छ गाइजहरू मङ्सिरेको भ्यू घर पुगिने भयो किन धुनु हो नि काम गर्ने मान्छे यस्तै हो नि हामी आउँदा कोही पनि उठेको थिएन घरमा होइन अहिले चाहिँ उठे जस्तो छ घरतिरबाट यसो ढोका सोका खुल्ला छ धुवासा निस्किँदैछ होइन गाइजहरू हामी आउँदा चाहिँ अघि अँधेरै थियो नि त 4 बजी नै हिँडेको तलबाट अनि त्यो भएर अघि चाहिँ एकदम मजाले थियो कोही उठेको पनि थिएन अहिले चाहिँ प्रायः जस्तो मान्छे उठे जस्तो छ गाइजहरू गाउँ देखा न हाम्रो गाउँ जामा लाउने भाइ धोती हाम्रो गाउँ अब देखाउनु पर्छ तल पुगेर यहाँबाट देखा यहाँबाट दामी देख्छ हाम्रो गाउँ चाहिँ तल तर मजाले नदेखिने रहेछ क्या एउटा क्यामेराले नभ्याउने रहेछ क्या एकछिन त मर्दैन हौ कपालले घोचेर त एकदम क्लियर मौसम चाहिँ भइरहेछ क्या गाइजहरू है एकदम हिमालय चाहिँ भोलि देख्नु छोडेछ नि हिमालय चाहिँ अलिक कुहिरो गर्मी ज्यादा बढेर
को बाटो पक्रिन्छ पक्रिउँ है मलाई पक्रिन्छ तर तेरो टाउको अलिक बाङ्गो गर्छ भैरीपो चार्जर फोनमा चार्जै छैन यार न मेरो पनि त हिजो बिहानबाट चार्ज त गरेको छैन घरमा त देखिरहेको छ त सहरमा त छैन कत्रो थिचेको केटा मलाई आमा आज त शनिबार पो है हो नि म त हिजो शुक्रबार हो शनिबार होइन होला भनेको त म साला यसरी काम गर्दा नि मजै पाउँदो रहेछ त खान्छ होइन मलाई त मजै भइरहेछ जब से चढ़ गया रे जब से चढ़ गया रे देखिन नि त मैले अनि फोनमा यहाँ गाह्रो छ नि है कान्छ जिन्दगी गाह्रो छ नि धेरै होला छोरा मान्छे भएर जिउनु निकै गाह्रै छ नि होइन तर जस मौसम चाहिँ लास्टै बबाल लाग्यो क्या मलाई अहिले बिहानको चाहिँ नि लुगा धुँ भनेको चला घामै नलाग्ने रहेछ आजको दिन म त हिजो धोएँ नि लुगाहरू धोएँ नुहाएँ घरमै अल्छी त्यो त्यस्तै ठाउँ अनि साला मामाहरूले जाउँ त भन्दै थियो कि अनि गाडीमा आउँछु भनेको गाडी त अनि बेलुका मात्रै आयो के चाहिँ गर्नु त केटा तल गएर चाहिँ अनलोड गर है तिनीहरू म त गर्दिनँ सबैले गर्नुपर्छ नि एकछिन यहाँनिर म्याम भरे हात चलाउनु हुँदैछ हामी पनि त उही त अनि गरिदिएर छौँ नि हामीले पनि हेर मेरोबाट म त दिउँसोबाट म बिहानदेखि जान्छु त्यो चाहिँ हुनु चाहिँ हो अब जोगेश दाजुले आज मलाई कुनचोटि मेरो मुन्टो भाँदिन्छ होला हौ टाउको मोडेर मोडेर मार्नु आँटिसक्यो यार तेरो कपाल हेर्न मुख आइपुग्दैछ मलाई नरिसाउनु न यार नचल्नु न नचल्नु न भनेको कस्तो यत्रो भिडियो बनाइराखेको बेला भोसडी त्यसले त मलाई मार्ने थिएँ हो त्यसरी गयो तेरा फितू जब से चढ़ गया रे कस्तो आनन्दको जिन्दगी है हो नि तिमीलाई मलाई चाहिँ पहिला ला 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 अब चाहिँ बितायो यसले चाहिँ लामो खुट्टा हुने नि फाइदा छ नि क्या जोगेशले त अनि मलाई त पेलेर मार्नु आँट्यो त के गरेको अरे सोधै आफै
के गरेको माइला अनि को माइला दाजुहरूलाई यो त सानो पत्र त होइन त माइला फेरि दाजुहरूले अब ए तेरी। डर झ्याम्मै यतिकै राख्न भलायोले यहाँ मलाई हाम्रो घर गाउँ आइपुग्नु आँटो गाई छो अब चाहिँ होइन लगभग माथि टाढा टाढा आइपुग्नु लाग्यो अलिक माथि छु ओडा ओडा गाडालाई आउनु आइपुग्नु आँट्यो होइन त्यो पनि देखाउँछु हजुरहरूलाई हेर्नु चाहिँ लगातार स्किप नगरी हेरिदिनु होला सबैजनाले मेरो ब्लग होइन त्यस्तो कन्फिडेन्ट साथको नभए पनि त्यस्तो रमाइलो इन्जोय नभए पनि हेरिदिनु होला सपोर्ट गरिदिनु होला मलाई पनि गाइजहरू गएर कता जाउँ भाइ गएर घर घर जानुपर्छ घर घर जानुपर्छ मलाई फेरि यसरी रातभरि बस्यो भने बिहान घरमा बस्नै मन लाग्दैन हौ अब तल जाने हो होइन अनलोड गर्ने हो तल खाजा पकाउनु लाउने हो खाने हो के खाजा के हुन्छ चौथो भन्दा त्यस्तै अनि खानु पऱ्यो नि एउटा रेड बुल चाहिँ खाइदिने हो म त अब त्यो त ट्रिपै पछि भन्ने चाहिँ पाइहालिन्छ नि हामी त जाँदै पछि खाइरहेको छ लौरे बुढोकोमा एउटा अँ अनि राजु अङ्कलकोमा एउटा राजु अङ्कलले त खुली थियो यो मायालाई मै लान्छु चोरेर गुड मर्निङ है सरहरू आया माथि करान हौ म कराउनु अघि कराएको मेरो सरसुको आँखामा के कहाँको धुलो पस्यो यार ल हे गाई चाहिँ एउटा कारा लाया यहाँ देखिँदैछ हल्का हल्का टावर केतापट्टि त्यो पिङ्क कलरको होइन यो एउटा काँडा लाया सञ्चालनमा चाहिँ छैन भरिरहेछ त केटा हाँ तेरो मित्र उपाटो भरिरहेछ त फेरि त्यस्तै बोल्नु नि यहाँ तल एउटा तन्किँदै यो चाहिँ हाम्रो एनसेलको टावर भाग भाग बोल्ने पनि तरिका चाहिन्छ ढाड त चिलायो त क्या है कना नानी त चिलायो भने मलाई सुनाइरहनु अब एक दिन बोलाएको थियो रातभरि लायो 2 दिन भयो 2 दिनको चाहिँ कति दिन अरे हो खोइ गयो नि त मलाई के थाहा हो सोध्न मामालाई बिहानभरि साला तलनिर मन्दिरमा बत्ती जोडियो वायरिङ गरियो आएर दिनभरि साला यो पोखाइले त जिन्दगी झन्डे यार
सिधा गर के मेरो काट्नु सबै सरेको सिधा गर्नु के गर्दैछ आथा गर्नु पुरै पुरा बाह्र बजी खाएको खानाले नि छोडो केटा अब मलाई चाहिँ यार 12 बजी कतिखेर खाएछ अनि त्यो तेस्रो चोटि ल्याउँदा ए दोस्रो चोटि ल्याउँदा तर जय दया आउँदा होइन नि तर गुरु आउँदा मात्रै म तँलाई बसेको थिएँ नि त्योभन्दा सेकेन्डचोटि आयो नि माथि खरायो भेटेको बेला हो त्यति बेला गएर खाएको त्यतिखेर गएर लोड गरेर खाएको कहाँ त खाइ घरमा कि तल देउसेकोमा खाने कहाँ घरमा खाने सादा कि यो अलिकति कुखुराको मासु थियो अलिकति कुखुराको मासु थियो मासु त अलिकति अनि दाल थियो हामीलाई त अन्डामा टाढा त्यो पनि पाइस भन्न ड्राइभरले गर्दा मलाई त्यति पनि बिहान त साला लोकल भाले काटेको थियो अनि त्यति नि खाइस् त अन्त मैले खाइनँ नि खाइनँ नि त खाइहालेँ अहिले चाहिँ मलाई पनि निन्द्रा त लागिरहेछ सुत्न
ल गाई चाहिँ डाँडा प्रवेश गरियो है। अब धने डाँडा भनिन्छ यसलाई चाहिँ। एकदम धने डाँडा प्रवेश गरिसकेको अवस्था। ओ यहाँ त पूजा गरिरहेछ त नि। पूजा गरिरहेछ त यता। कता घन्टी बजिरहेछ त नि। गीत देखो कहाँ मुनि गाडी ए त्यस्तै सुनेर नि मन्दिर मैले यस्तो। बोल्दै हिँड्नमा के त्यो ननस्टप बनाएको छ भने बोल्दैछु त बेला बेला। बेला बेला बोलेको त्यति धेरै त शब्दै छैन नि त मसँग नि। अरे सल्ला कस्तो मिठो निन्द्रा लागेन यार। के भन्यो त्यो गीतले बुझिन त मैले त। कत्रो कोल्ड भएको यार मासुले गाडी आज फोन झारीबाट चोला म साला निदै जाँदैछ यार। आइया जा ओ नि हो
देवी कामाइजीकोबाट कपडा लानु पर्ने यहाँ अब भरे मात्रै लानु पर्छ किन तल जता पर्यो हिजो तर उयो खाम्नु नि आँदै गरेको के म पर्बिने गएको छ पर्बिने फिटिङ पुग्यो नि हिजो किन गएको भन्छ ओ सुजन मायाले सञ्चार थाम्दैन हो कलचुडा मारी खाएको याद छ कटा याद तर तेरो कुइना चाहिँ हटाइ मासुले पेलेर भिडियो बनाउँदैछु त्यही भएर क्या म त यस्तो भिडियो गरेर भिडियो बनाएर चाहिँ यहाँ ढल्केर निन्द्रा लागेर भन्न डाइरेक्ट म्याच निन्द्रा लागेर पनि हो कि तर अप्ठ्यारो हुन्छ नि त सिधै ढल्किहाल्थ्यो नि म ल गाइस देवी आन्टीको घर आइपुग्नु आँट्यो है एकदम हेर्नु सक्नुहुन्छ अब चाहिँ एकछिन चाहिँ यत्तिकै ल नरिसाइदिनु होला मेरो दाजु गुड मर्निङ है आन्टी मेरो भ्लगमा स्वागत छ हजुरहरूलाई मामा उज्यालो भयो रात सुताइन नि आज त यता अर्को घर बनेर रेडी हुँदैछ गाइजहरू होइन हेर्नु सक्नुहुन्छ यो घर मामा कम्प्लिट हुन आँटेछ भारी पुग्यो गुड मर्निङ सबैजनालाई भारी पुग्यो हेर्नु सक्नुहुन्छ एकदम हिजो बे गर्दा पारी थियो भन्दै थियो यार जाउँ भनेको कोही भएन नि के खानु जानु राति चाहिँ बेमा तल के दिन्छ एकदम अब चाहिँ होइन मन्दिर आइपुग्नु आँट्यो लगभग अब 5 मिनट जति लाग्छ होला गाइजहरू होइन 5 मिनट हेर्दै जाउँ कति लाग्छ 5 मिनटमा हेर्दै जाउँ अब मैले पनि खासै टाइम याद गरेको छैन नि त त्यस्तो मेरो अन्दाज चाहिँ त्यति मैले अन्दाज गरेको चाहिँ होइन 5 मिनटमा तल हेर्दै जाउँ अब कति लाग्छ टाइम मैले पनि पुगिन्छ होला मात्रै भनेको छु नि त पुगिन्छ त भनेको छुइनँ नि त त्यो भएको कारणले गर्दाखेरि 5 मिनटमा कोही लागि हुँदै भाका डाइरीबाट फर्किनु भएको बोल्ने भाका उनकै एकदमसँगले डाइरीबाट फर्किनु थालेछ होइन